होइन हिजो चाहिँ रातिको घरमा गएको थियौँ होइन राति पर्सु देखाएन नि आज त हेर्दा यस्तरी हिँडेर उब्राउने त्यही गाइस यहाँ हुनुहुन्छ सबैजना यस गाइस देखाउँछु म के कस्तो हुन्छ भनेर हेर्दै जानु हामी चाहिँ आइसक्यौँ गाइज यहीँ चाहिँ गाउँ कार्यपालिकाको कार्यालय भनेर रहेछ अनि त्यसको ठ्याक्क अपोजिट चाहिँ यो छ शुद्धोधान पार्क भन्ने हामी आइसक्यौँ गाइज अब चाहिँ स्कुटर पार्क गरेर चाहिँ जानुपर्ने हुन्छ मम्मी चाहिँ जाँदै हुनुहुन्छ आएर हेलो भन हाम्रो लियो चाहिँ यहीँ छ हाम्रो लियो यहीँ छ आएर यहाँ छिन् हाम्रो आन्टी तपाईँ आन्टी हेलो भन्नु के रहेछ यस्तै रहेछ गाइस पार्क चाहिँ हामीले इन्जोय गर्नेछौँ हेर्दै गर्नु होइन यिनीहरू चाहिँ डराएर खान्छ कुकुराको भएर यहाँ लियो छ नि लियो इन्जोय गरिरह एकदम चकचक गरिरहेको थियो गाडीमा चाहिँ लियोलाई चस्मा लाग्यो सब खुसी भएन गाइस डाइनोसर भनेर खुसी भइरहन् मम्मी चाहिँ यहाँ हुन्छ पुरा ग्रिनेरी भयो हुनुभएको एकदम मेरो मुख लडबडियो गाइस यहाँ चाहिँ पानी चाहिँ रहेनछ अनि सबैजना आज हामी यहाँको हामी चाहिँ सबै रेडी गरेर आएको छौँ गाइस उहाँ चाहिँ भिडियो बनाएन मैले पकाएको यताउता गरेको अनि सबै लिएर आएको छौँ यहाँ चाहिँ एकदम ठुलो डाइनोसर पनि रहेछ डाइनोसर छ ए गर्मी भरि बसिरहेको छ गाइस लियो चाहिँ एकदम एक्साइटेड छन् के खेल्ने के गर्ने भनेर अनि त्यही भएर चाहिँ त्यही हो यहाँ पनि वाटरफलवाला होला सायद यसमा पानी नै छैन त्यहाँ चाहिँ लायन छ लायन स्वान छ हामी एकदम शीतल शीतल ठाउँमा चाहिँ जान नआएको खोजिरहेछौँ कस्तो राम्रो देख्यो यहाँबाट त कस्तो मजाको ग्रिनेरी सिन देख्यो गाइस छोरो अरे गाइस छोरा छोरा यसलाई गर्मी भएर सक्नुभयो कस्तो राम्रो सिन देखेको छ यहाँ चाहिँ हरियो भएर नै होला ग्रिन भएर एकदम लियो चाहिँ त्यहाँ छ अंकल आन्टी अहिले चाहिँ हामी तन्ना ल्याउने बिर्स्यौँ गाइस त्यही हामी यतिकै भइमा बस्नु आएको आश्रु यही पनि फुस्कियो आइराले चाहिँ लियोलाई खेलाउँदैछन् गाइस मजाले खेलिँदा ऊ पनि चकचक नगरिकन आत्तिको पनि छैन खसिहाल्यो
एकदम खुसी भएको छ नि सबैजना यस्तै छ गाइस एकदम गर्मी छ अहिले चाहिँ हामी यहाँ बसेछौँ एकछिन रेस्ट गर्छौँ अनि देखाउँछु म यो चाहिँ यससँग डरेर अब यसले घाँस खाने गाइस भोक लागेर यो खाँदैछौँ गाइस आइराले दिएको होइन यिनको दाँत थोत्रीको दाँत मिठो लागेन अरे अब उसलाई नि भोक लाग्यो हामी चाहिँ गीत बजाउँदै बसेछौँ गाइस यिनीहरू चाहिँ एकदम इन्जोय गरिरहेछन् दुई बहिनी हेलिकप्टरमा सानी चस गर्ने अब अब एकछिन यताउता डुलेर चाहिँ अब सबैजना यहाँ बसेछौँ भैमा अब खाने बस्ने चाहिँ ओपनिङ हुँदैछ अहिले जुस खाने यहाँ पुच्चाहरू चस गर दुईजना खै त अर्को चस भयो उसले कुरेर बसिदिनु बिचरा अब स्यालेड अहिले चाहिँ सब आन्टीले बनाएको दुईजना कुरेर बसिरहेछन् लियो चाहिँ उहाँ बसेछ उसको खाना खाँदै मम्मी चाहिँ यहाँ हुनुहुन्छ म राम्रो चाहिँ कि छैन ला अब मैले केही मिठाई दिन्न अब चाहिँ मम्मीले बनाएको यो चाहिँ रोटी सबैजना रिसाउँदै खाँदै गएर केटाकेटी हामी चाहिँ अहिले खाँदैछौँ नास्ता मम्मीले चढाउँदै हुनुहुन्छ भगवान्लाई भगवान्लाई दिएको फेरि त्यहाँ आएर ज्ञानी भएर भाइ उता बसेछन् यस्तो भिडियो झन् हाल्नुपर्छ टिचरलाई यो टाँसेर हेर्न सक्नुहुन्छ गाइस प्लेटमा टाँसियो अंकल हजुर आश्रेले खाऊ छिन रिसाइछिन आइरा गाइस म पनि खाँदैछु है अझै अरे आश्रेले खाने अरे गाइस खान्छ पहिला खाऊ त यो खान्छौ हाम्रो आइरीले चाहिँ दाँत नभइकन मासु खाँदैछिन् अनि यसमा चाहिँ ब्याकग्राउन्ड नोइज थियो त्यही भएर चाहिँ म यसरी भोइस ओभर गर्दैछु त्यही हो हाम्रो छोरी आइरीले खाँदैछिन् मासु लियोलाई जिस्काउँदै खाँदैछिन् उसलाई चाहिँ मासु खान मन लाग्ने अनि उसलाई चाहिँ जिस्काए
त डरायो त्यो यस्तै छ गाइस यहाँ रमाइलो गाइस हामी चाहिँ अब नास्ता सास्ता खाएर बसेर चाहिँ अब हाम्रो फोटोसुट हुँदैछ उहाँहरूको आन्टीहरू हेलो सेट हुँदैछ यस्तो रमाइलो भइरहेछ हाम्रो मम्मी यहाँ हुनुहुन्छ लियो के लिइरहनु दुईजना मम्मी चाहिँ यस्तो हुनु भइसकेको छ ट्राई गरिदियो भने मम्मीलाई स्कार्फ कस्तो देखिन्छ भनेर कस्तो देख्यो गाइज म भ्यात्त मोटी यहाँ चाहिँ यस्तो हाम्रो बिहाइन्ड द सिन छ मेरो क्यामेरामा चाहिँ अङ्कल चाहिँ फोटोग्राफर यहाँ खिच्दै हुनुहुन्छ अनि हाम्रो मोडल रोक्यो 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 भन्नलाई केही छैन अब यस्तै छ अब अरू केही नै भएन जस्तो हामी यत्तिकै हिँडिरहेको छौँ यो डाइनोसरमा चाहिँ अब म फोटो खिच्न गइरहेको छु गाइज अब कसरी खिच्छ आइरहेन त्यस्तै भइरहेको छ अनि मान्छे मम्मीको चस्मा लगाएर कस्तो देखेको छु कमेन्ट गरिदिनु होला राम्रै देखेको छु अरे गाइज अब यति भइसक्यो मलाई पुगिहाल्यो होइन त्यही हो मम्मीले मेरो लगाउँदै हुनुहुन्छ म चाहिँ मम्मीको यहाँ छु अब हाम्रो आश्रीलाई चाहिँ म देखाउँछु गाइज तिनी भागिरहेको छिन् म डाइनोसर देखाउँछु है गाइज ओ माई गड त्यस्तै भइरहेको छ म देखाउँछु तस्मिस जस्तो देखियो यहाँ म हामी सानी यहाँ छिन् यिनी किन रिसाइछौ सानी किन रिसाएको बाबाले गाली गर्नुभयो बाबाले गाली गर्नुभयो अरे गाइस यिनलाई म अब फकाउँछु उहाँ हेर न कति क्युट छ बन्नी उता अब हेर्न जाऊँ हामी चाहिँ हिँड्यौँ अब डस्टबिन हेर्नको लागि यो डस्टबिन हो तर कस्तो क्युट छ यो डस्टबिन आश्री अब घुमा न एकचोटि घुमा त घुमा न म भिडियो बनाउँदै हो यहाँ कस्तो राम्रो फुलहरू पनि रहेछ यस्तो फुल छ उता ताल पनि रहेछ अझै यस्तो पोखरी जस्तो तर फोहोर छ गाई चाहिँ यता काँडाले गोज्छ उसलाई चाहिँ खाली खुट्टा छ हामी अब यस्तै छ हेर्नु गाई सनसेट हुँदा कस्तो राम्रो देखिन्छ होला यहाँ त बबाल छ तर पिसफुल रहेछ जस रमाइलो छ इन्जोय गऱ्यौँ हामी आज म यसमा भिडियो फोटो खिच्छु है त हेलो आइरो हेलो 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 हाम्रो छोटो बेबी नानीहरू अनि यो छोटो पप्पी लियो यो पार्कमा रमाउँदै यता चाहिँ मोबाइल चलाउँदैछन् यिनले यसको फिल्म आयो नि बिन्ता बिन्ता आइसक्रिम सबैको फिल्म आयो मेरामा त सबै लाली मेरा गाई लाली मेरा गाईमा त डाइनोसर हो गाइस हेर्न सक्नुहुन्छ गाइस मिस बिन्ता रमाउँदै पार्कमा डाइनोसरसित देख्न सक्नुहुन्छ गाइज यसको मेरो दाँत सेम सेम छ गाइस अलि बढी होला कि यसमा चाहिँ पानी नै छैन मलाई अघि स्टार्टिङमा पनि आएको थिएँ केही नै छैन जस्ट मकैले भरेको छ त्यही हो अनि यहाँ चाहिँ यसको खामा सब देखाउँछ ओ माई गड यहाँ त एलिफेन्ट पनि रहेछ
वाउ कस्तो रियलिस्टिक देखियो भाइ हात्ती त अब यसको नाम चाहिँ के हो थाहा भएन मलाई नै हेरे जस्तो हो ठ्याक्क हरानमा तर्सिन्छ गाइस देख्दै डर लाग्दो छ सब कस्तो रियलिस्टिक देखियो के कति राम्रो प्यारो रहेछ यो छ अनि त्यसपछि यहाँ रहेछ राइनो यस गाइस पुप त्यही हो अरू चाहिँ त्यस्तो केही छैन यहाँ चाहिँ हामी त्यहाँ चाहिँ बुद्ध हुनुहुँदो रहेछ यता पनि मजाको रहेछ अझै धेरै खुल्ला मजाको पार्क रहेछ यहाँ चाहिँ बुद्ध जस्तो पर्न एक्टिङ गरेको गोरिला अनि सब देखाउँछु है म डल्फिनवाला डस्टबिन अनि लियोपार्ड सब छ यहाँ कति दामी दामी यो चाहिँ लियोपार्ड भयो तर लियोपार्ड त कस्तो छ कार्टुन रहेछ यो त यहाँ चाहिँ हाम्रो डरायो दुईवटा क्युटी पाए ट्याक्क उता हेरेर बसेछन् कुनवाला गाडी आउँछ भनेर हेलो क्युटी अनि यहाँ पनि छ यो बाघ र लियोपार्ड चाहिँ सेम कार्टुन जस्तो रहेछ माथि आकाशमा हेरेछ अनि अरू चाहिँ यहाँ एकदम खुल्ला स्पेस टाइपको रहेछ लडेन गाइजमा बनाउँदै अनि यो चाहिँ क्यामेल त्यसपछि त्यही हो अहिले चाहिँ त्यहाँ चाहिँ गेमहरू रहेछ त्यहाँ चाहिँ केटाकेटीलाई लिएर आउनु पर्ला अरू चाहिँ त्यस्तो केही छैन यहाँ चाहिँ अरू त्यो गाइज तर एकदम घुम्नलाई फ्रेस हुने टाइपको रहेछ कि यहाँ चाहिँ अब हाम्रो घरदेखि त अलिक टाढै पर्छ फेरि पनि तर राम्रो लाग्यो सनसेट पनि कस्तो बवाल देखेछ अहिले त भ्यू एकदम बवाल छ म चाहिँ यहाँबाट टुर गरेर भइसकेँ अब देखाउने कुरा चाहिँ अब यस्तै नै हो सिम्पल छ हाम्रो गोरिला चाहिँ यहीँ हुनुहुन्छ बाई गोरिला म चाहिँ अब यताको टुर गरेर अब ब्याक टु मम्मीहरू भएको ठाउँमा जाँदैछु अनि मेरो पिम्पलहरू आएको छ गाइस इग्नोर केही हुँदैन त ठिक हुन्छ अनि अरू त्यस्तो देखाउनु पर्ने केही पनि छैन बुद्धको सायद मैले त्यो देखाइसकेँ अरू त त्यस्तो केही छैन फ्लावर्सहरू रहेछ क्युटवाला फ्लावर रहेछ तर सब सुकेछ पानीको कमी भएर नि होला सबै सुक्या अझ यहाँहरू फुलहरू हुनु भने अझै बबाल देखिन्छ राम्रो देखिन्छ मम्मीहरू पनि सायद आउनुभयो यता उहाँ हाई गरिदिनु हुनुहुन्छ हजुर हाई हाई भन्दै हुनुहुन्छ र यो कङ्गाहरू चाहिँ देखाउनु बिर्सेको रहेछु यहाँ छ यसको बच्चा पनि छ कस्तो क्युट बच्चा छ त्यो जेब्रा भयो उहाँ केटाकेटी खेलिरहेछन् म चाहिँ अब मम्मीलाई लिन आएको मम्मी चाहिँ यहीँ हुनुहुन्छ मलाई चाहिँ यसरी भ्लग बनाएर सबैजना सोधिरहेछन् कि लाइक के छ हजुरको युट्युब च्यानल भनेर अनि म सरप्राइज सबैजना सक गरिदिएँ कि यो मेरो फर्स्ट भ्लग हो भनेर अनि मान्छे चुपचाप लाग्यो गाइस मम्मी हाँस्दै हुनुहुन्छ खत्रै भ्लगर जस्तो गरेर हिँडिरहेको हजुर यही स्पेस छैन सब्सक्राइबर बढाउँदैछु उहाँको तर्फबाट चाहिँ एउटा सब्सक्राइबर बढाएर मम्मी र म चाहिँ हिँड्दैछौँ खुसी एउटा सब्सक्राइबर बढ्यो गाइस पोस्ट भएको छैन उहाँको भिडियो पनि म राखिदिन्छु फर्स्ट सब्सक्राइब त होइन अरूले गर्दैन तर यो भिडियो चाहिँ अब चाहिँ हामी यता पार्क अर्को टाइपको पनि छ कि यो चिल्ड्रेन टाइपको म अघि देखाइसकेँ त्यहाँ जाँदैछौँ केटाकेटी त्यहाँ गइसक्यौँ अब हामी चाहिँ मम्मी र मबाट जाँदैछौँ दुईचोटि बाटेर म चाहिँ आज अर्को केटाकेटी खेल्दाखेरि बाटोले जस्तो भएछ मम्मी चाहिँ तर सनसेट भ्यूले चाहिँ एकदम बबाल राम्रो देखेछ म यहाँ हाम्रो कपल्सहरू देखाउँछु चुप्प लगाएर हेर्ने गाइज कपल्सहरू ल गाइज यहाँ कपल्सहरू हामीले पब्लिक हान्दै देखाऊँ ऊ यो आउँछ कि यो मुसी फेरि चल्न आइहाल्छ फुतुक गर्दै ऊ हाम्रो कपल्सहरू चाहिँ यहाँ एकदम सेन्टी भएर बस्नु भएको छ दुईजना छुट्टै हेलो गाइस हामी चाहिँ अब यसमा खेल्दैछौँ मम्मी पनि खेल्दै हुनुहुन्छ यस गाइस मम्मी अब ऊ यहाँ अर्को पनि आयो खेल्नलाई
मम्मी खेल्दै हुनुहुन्छ ल है बल्ल बल्ल खुट्टा उठाउँदैछु मम्मी चाहिँ अब यस्तोमा खेल्दै हुनुहुन्छ बेइज्जत नगर्नु न हेर्न सक्नुहुन्छ यो अन्त नि पहिला पहिला सानोमा होइन खेल्न पाइएन खेल्दै हुन्छ सबै आन्टी आउनु आऊ कि पहिला यहाँ दुईजना दुई बहिनी इन्जोय गर्नुभयो अहिले ये बचपन गया गीत गाएर तैँले गीत गाएर नाच्छौँ रमाइलो हुँदो रहेछ त्यही भएर खेल्नु रहेछ ये दोस्ती क्या नि होइन हामी नै छोडेको गएर त होइन ये बचपन त गयो भन्नेवाला अर्कै के गीत छ ये बचपन तो गया जवानी भी गई एक पल तो अब हमें जीने दो ना 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 स्पिकर खै र ब्यागमा यहाँ दुईजना खेलेर रमाइलो अब मम्मी चाहिँ यहाँ खाली खुट्टा हिँड्ने अरे दुम्बोमा दुईजना रनिङ गर्ने अरे हात समातेर दुगुरिरहन् दुई बहिनीहरू गफ फेरि के छ भन्दाखेरि मोटाएर दुगुरियो अङ्कल पनि आउनुभयो अङ्कल पनि आउनुभयो ल त्यो त भाँच्यो अङ्कल यसमा ल है खुट्टा फोल्दै ए अगाडि ल देख्न सक्नुहुन्छ गाइस हामी नानीहरूले चाइट चाइट गर्दैछन् अनि जयको त यताउता नि नढल्केर पुरा टाइट मुनै धके यता हेर्न सक्नुहुन्छ बुढा यता खेल्ने बुढी चाहिँ यता पुरा सर बिजोग छ गाइस भएछ नि अनि त्यही अलि बिचमा राख्नु न खुट्टा अनि हाइट अघि मलाई हाँस्नु मात्रै अहिले त्यस्तै ल अब यो दुगा के अरे दुबोमा डुगा चल्दैछ ल बेन त आएर नि हुनु पर्ने हो कि यसमा सबैलाई अगाडि बस नि त भाँचिन्छ यसमा बस्नु कि यसमा त भाँचिन्छ यसमा बस्नु त भाँच्दिनँ यता फर्किनु कि म यता साइडमा उसले चाहिँ कस्तो मजाले फोर मार्यो धनिया चाप्पेन ए राम राम आफै पल्टेको थाहा छैन अझै गोचर छैन त्यस्तो हुँदैन त्यो हेरौँ त नगरौँ न गाला दुख्यो गाइस अब त मेरो पछि पछि हिँड्यो ए त
फेरि सिधा खेल्नु नजान्ने कोही उल्टो खेलेर हेरन्थे त यता कति सिक्नु गरे मेरोमा धेरै स्पेस रेडीको पाली अब अङ्कलको टर्न ये यही हो सबको यहाँ हामी बाउ छोरीको कम्पिटिसन भइरह हो कि नै अब लियो पनि हालिन्छ तिनैजना खिच्छु पटाङ पटाङ गरेर सबैजना यो उल्टे हेर्न नि त यस्तो उल्टी छ यो मुख त्यही अड्केर ट्रफी लागेको ल ल ल अब लियो पनि आइसक्यो तिमी त त्यतिकै त्यही नि लियो राम्रोसँग गर्न दिएन यिनलाई नि खेलाउने रे म चाहिँ इन्जोय गरेर हालियो चाहिँ एकदम चलाएर हो अब चाहिँ लियो नि गयो पछि पछि लियो दुईजना चाहिँ खेलिरहेछन् अब यही हो हाम्रो चाहिँ अब जान्छौँ हामी घर फर्किन्छौँ घर फर्किन्छौँ भनेको ल आज दुई बहिनीलाई सानो बचपनको याद आइरहे अझ खुट्टा यस्तो गरेर तिनजना अरे लौ 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 अङ्कल एकदम अल्छी हुनुभयो हेर्नु घुम्दै घुम्नुहुन्न अङ्कल थपक्क बस्नुहुन्छ अब चाहिँ यस्तो गरेर खुल्टुङ खुल्टुङ गर्ने अहिले चाहिँ अब त्यस्तो खेल अब यहाँ चाहिँ जिम्नास्टिक हान्ने रे ल ल ल रेडी सेडी गो आएर अब अङ्कलको टर्न टाक्लाक्क बस्नु आइरहनु पनि हान्छ आश्री बहिनी सबजना गुल्टुङ गुल्टुङ गरेर बुढाबुढी लडिरहेको म चाहिँ यस्तै गर्दा चाहिँ मेरो खुट्टा भाँचेको थियो सानोमा अब यही गाइस सबैजना गुल्टुङ गुल्टुङ खेलिरहेको छन् अब यहाँ चाहिँ ट्रेनिङ लौ 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 आनन्द आउँछ अब एक्सर्साइज
पर्दैन दौडी 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 गर्छस् दुब्ला कति बोसो लाग्छ नि फ्री आउँदैन बोसो लाग्यो अरे यसको जता फाले त्यति पल्ट कालीकोटी लगाइदिनु लौ 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 यसलाई कालीको लगाइदिनु हेर्नु कसो गर्छ लौ लौ कालीकोटी हाँस्यो क्या कालीकोटी लाग्छ कि मेरो यो चाहिँ एकदम थाकिसकेको छ त्यही भएर यस्तै बस्छ बिचरा एकदम थाकिसक्यो त चाहिँ हामी यहाँबाट निस्किन लाग्यो सबै अब साँझ पर्न लागिसक्यो फेरि जान नि टाइम लाग्छ हामीलाई चाहिँ सो हामी चाहिँ अब निस्किन लाग्यो यहाँदेखि सानी पनि गइसक्यौँ अब चाहिँ यही हो अब बाटोमा गएको त सेम यही नै हुन्छ सो आजको ब्लग यति नै हुन्छ अरू केही एक्स्ट्रा केही भयो भने म देखाउँछु होइन भने त्यही हो बाई गाइस ल बाई बाई अब चाहिँ हामी निस्किने यहाँदेखि गाइस हामीहरू चाहिँ अहिले निस्किसक्यौँ यहाँदेखि अब चाहिँ यहाँ साइडमा के मन्दिर छ अरे त्यही मन्दिर दर्शन गर्न जान्छौँ होला सायद अनि त्यही हो भ्लग इन गर्छु भन्छु अनि फेरि के हुन्छ त्यही हो अब चाहिँ यहाँ बाटो यस्तै छ म चाहिँ भ्लग गर्दिनँ बाटोमा अनि पछि चाहिँ देखाउँछु है गाइस गाइस त कस्तो राम्रो भ्यू आइरहेको क्या पछाडि पनि हेर्न सक्नुहुन्छ होइन यो सनसेटले गर्दाखेरि यस्तो राम्रो देखेको छ होइन त्यही हाल चाहिँ हामी कहाँ जाँदै त्यो पनि थाहा छैन देखाउँछु हजुरहरूलाई हामी चाहिँ मन्दिरमा आइसक्यौँ ओके हामी आइसक्यौँ गाइस हामी चाहिँ अब यहाँभित्र दर्शन गर्न आएको छौँ अब लियो चाहिँ यहीँ छ भित्र दर्शन गर्नुहुन्छ नानीले दर्शन गरिदिनुहुन्छ मम्मी चाहिँ यहाँ दर्शन गरिदिनुहुन्छ राम्रो राम्रो हात्तीहरू छन् यहाँ चाहिँ सानो हात्ती छ अङ्कलले दर्शन गरिसक्नुभयो यहाँ चाहिँ विभूति लाउँदै हुनुहुन्छ विभूति भएको ठाउँमा ढोइ आएको मनोकामना पुरा भएपछि उसलाई के हात्ती चढाउने होला नि कि होइन कस्तो राम्रो रहेछ कति राम्रो मूर्ति नै गर्नुभएको पिन्डी छ भित्र पिन्डी छ पिन्डीबाट अनि हामी त्यो पिन्डीलाई यो चाहिँ एकदम शक्तिशालीवाला मन्दिर रहेछ कस्तो राम्रो फुलहरू रहेछ मन्दिरमा चाहिँ अझै व्हाइट फ्लावर छ कस्तो राम्रो छ अब चाहिँ हामी मन्दिरबाट निस्क्यौँ कस्तो राम्रो फुल थियो अनि म उता गुरुलाई सोधेर टिपेर लगाएँ भइसक्यो चाहिँ कस्तो राम्रो देखेछ गाइस हामी अब मन्दिर दर्शन गरेर फर्किसक्यौँ अब चाहिँ हामी सायद घरै जान्छौँ अब चाहिँ धेरै नै साँझ परिसक्यो आज चाहिँ हामी दोकान बन्द गरेर निस्केको अझै त्यही माथि त्यही हो तर आज आनन्द आयो मजा आयो फ्यामिलीसँग टाइम स्पेन्ड गर्दाखेरि यहाँ चाहिँ यति धेरै भेडा रहेछन् खुरुखुरु एउटा भेडा जता गयो त्यतै जान्छ भन्छ नि हो त्यस्तै भइरहेको गाइस यहाँ चाहिँ कति धेरै हुन् फुरुल 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 हेर्न सक्नुहुन्छ अझै आइरहन् यहाँ भलिबल पनि खेल्दो रहेछ यहाँ त्यस्तो सोलर प्यानलहरू कति धेरै रहेछ क्या यहाँ चाहिँ अझै यो सनलाइटमा हेर्दा त कति बवाल देखिन्छ होला तर
मम्मीले चाहिँ अहिले भिडियो बनाउँछ भनेर रोकिदिनु भएको थियो, त्यही हो गाइस। अब चाहिँ साँझ परिसक्यो, अब चाहिँ जानुपर्ने हुन्छ। अनि त्यही हो, हामी अहिले बाटोमै छौँ। कति धेरै छ कि गाइस, यहाँबाट त हेर्नै सकिँदैन, आँखाले पनि देखे होइन कि वहीँ परसम्म गाइस। भ्यू कस्तो बवाल छ भने नि, हेर्नुहोस् त, यो सनसेट अनि यो कानमा पुल। वाउ, हामी चाहिँ सेफली घर पुगिसकेको छौँ। सासमा आयो है। हामी यहाँ फ्रेस हाउसमा आइसक्यौँ। यो चाहिँ एकदम थाकेको छ बिचरा। हामी चाहिँ हाम्रो आफ्नो घर जाँदैछौँ गाइस। घर पनि हामी यहीँ नजिकै हो। फाइनली गाइस घर पुगिसक्यौँ। फेरि यहीँ नै हाल्छौँ नि अब पूजा गर्ने बेला भइसकेको छ गाइस। अब चाहिँ हाम्रो सटर बन्द छ, खोल्नुपर्ने हुन्छ। अनि यही हो, अब चाहिँ म भ्लग इन गर्छु। यही हो, थ्याङ्क यू फर वाचिङ, बाई बाई। फेरि भेटौँला अर्को भ्लगमा।